हेलो साथीहरु, वेलकम छ मेरो युट्युब च्यानलमा। आज म फेरि आइपुगेको छु तपाईहरुको अगाडि मलेसिया र दुबईको लागि एकदमै राम्रो डिमान्ड लेटर लिएर साथीहरु, त्यही पनि जीरो कस्टमा 1 रुपैयाँ पनि लाग्दैन, सबै जानकारी दिन्छु साथीहरु। ओके साथीहरु, सबैभन्दा पहिला तपाईहरु भन्न चाहन्छु कि धेरै कमेन्ट आइराछ मलेसिया कहिले खुल्छ सर भनेर। मलेसिया अहिलेसम्म खुलेको छैन साथीहरु, त्यही पनि बेला बेलामा डिमान्ड गइराछ है। कहिले सुपरमार्केटको, कहिले वायर हाउसको, कहिले सिक्युरिटीको, कहिले केसको डिमान्ड बेला बेलामा जान्छ। अब तपाईहरु यदि आउन चाहनुहुन्छ भने तपाईहरु सिधै मेन पावरमा जाने। जस्तै डिमान्ड मैले हाल्दाखेरि डिमान्डमा मेन पावरको नाम र नम्बर पनि हुन्छ, तपाईहरु कल गर्न पनि सक्नुहुन्छ र त्यही गएर कुरा पनि गर्न सक्नुहुन्छ साथीहरु। धेरै जना सोचिरहेछन् मलेसिया खुलेको पनि छैन, कसरी जान मिल्छ भनेर। यदि नेपालमा डिमान्ड गएको छ भने तपाईहरु मज्जाले आउन मिल्छ, यदि डिमान्डै गएको छैन भने कसरी आउन मिल्छ। जस्तै तपाईहरु खोजिराख्नुपर्छ ग्लोब कम्पनीको। अब ग्लोब कम्पनीको डिमान्ड नेपालमा गएकै छैन अनि कसरी आउन सक्नुहुन्छ, त्यस्तो हुन्छ साथीहरु। यदि सुपरमार्केटको डिमान्ड नेपालमा गएको छ, डिमान्ड प्रुफहरु छ, मज्जाले तपाईहरु आउन मिल्छ, त्यस्तो हुन्छ के। अब तपाईहरु बुझिसक्नु भयो होला साथी, एज कति चाहियो मलेसिया जानलाई। एज तपाईको 18 देखि स्टार्ट भइहाल्छ, तपाईको 18 देखि 36 सम्म है। अब कुनै कम्पनीले ठुलो एजको पनि लिन सक्छ, कुनै कम्पनीले ठुलो एजकै लिँदैन, त्यस्तै हुन्छ साथीहरु। त्यसपछि साथीहरु धेरै जनाले कमेन्ट गरेछन् मलेसियामा सैलरी कति हुन्छ, कमाई कति हुन्छ, ओटी कतिको हुन्छ, खाना सुविधा के कस्तो छ। साथीहरु म तपाईहरु भन्न चाहन्छु कि यदि तपाई मलेसिया आइसक्नुभयो, तपाईको 8 घण्टाको 1700 हुन्छ। त्यसपछि कम्पनीको रुल अनुसार कुनै बेला कम्पनीमा ओटी चल्छ, कुनै बेलामा चल्दैन। अब यदि ओटी चल्यो भने 12 घण्टा दिनदिनै काम गर्यो भने 2300 देखि 2500 बीचमा तपाईको पैसा आउँछ। यदि 30 दिनको 30 दिनै फुल गर्यो भने अरु कम्पनीमा तपाईको 2800 2900 पनि आउन सक्छ। यदि तपाई मलेसियामा सिक्युरिटी गार्डमा आयो भने 30 दिनको 30 दिनै काम गर्यो भने दिनदिनै 12 घण्टा बल्ला चाहिँ 2200 2300 आउँछ। यदि तपाई कुनै कम्पनीमा गयो भने तपाईको 30 दिनको 30 दिनै काम गर्यो भने तपाईको 3000 सम्म जान्छ। अब तपाईहरु विचार गर्न सक्नुहुन्छ आफै, किनकि सिक्युरिटीमा छुट्टी हुँदैन है। अरु कम्पनीमा 4 दिन छुट्टी हुन्छ, महिनामा 4 दिन 5 दिन छुट्टी हुन्छ। अब त्यो छुट्टी दिन पनि तपाई काम गर्न जानुभयो भने तपाईको पैसा बढ्छ। त्यही हिसाबले मज्जाले तपाईको कम्पनी रोजेर आउनु होला, त्यही भन्न चाहन्छु। सुपरमार्केट भयो, अरु कम्पनी भयो, सिक्युरिटी गार्ड पनि ठिकै छ, ठिकै छ, काम मज्जाको छ, सजिलो छ। उभिराख्ने कि बसिराख्ने, घाम होस् कि छाया होस्, काम गर्नै पर्छ, त्यस्तो हुन्छ साथीहरु। ओके साथीहरु, अब ढिलो नगरेर सबैभन्दा पहिला तपाईहरु भन्दिम मलेसियाबाट कुन डिमान्ड आछ, कति छ सैलरी। यदि तपाईहरु नयाँ हुनुहुन्छ, मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने तुरन्तै सब्स्क्राइब गरिदिराख्नु साथीहरु, छिटोभन्दा छिटो जानकारी पाउन सक्नुहुन्छ। के त भोलिपल्ट तपाईले खोजेकै डिमान्ड नेपालमा आइसक्यो, तपाईले थाहा छैन। यदि मेरो भिडियो हेरेपछि तपाईहरु मज्जाले थाहा हुन्छ सबै कुरा। ओके साथीहरु, मलेसियाको 1 नम्बर डिमान्ड लेटर है। कम्पनीको नाम हो एपेक्स एक्सप्रेस सडनबर्ड। शहर तपाईको मलेसिया पर्छ। एलटी नम्बर तपाईको 324411। कामदार पद तपाईको लोबर वायर हाउस असिस्टेन्ट, 246 जना केटा, 1700 रिङ्गेट। खाना छैन, बस्ने छ साथीहरु। इन्टरभ्यु तपाईको 28 देखि लिएर 1 जुन 2025 मा हुन्छ साथीहरु। तपाईको मेन पावरको नाम पनि त मुन्सा हेर्न सक्नुहुन्छ साथीहरु। यो कम्पनी चाहिँ एकदमै राम्रो छ, वायर हाउस भित्र काम गर्नुपर्छ, सुपर मार्केट जस्तै हो, एकदमै राम्रो छ। यदि तपाईहरु आउन चाहनुहुन्छ भने मज्जाले आउन मिल्छ। ओके साथीहरु, अब तपाईको आयो दुबईको 1 नम्बर डिमान्ड लेटर, फ्री भिसा फ्री टिकटको है। कम्पनीको नाम हो सादियात रुतना। शहर तपाईको युए पर्छ। एलटी नम्बर तपाईको 315656। कामदार पद तपाईको ब्रेक टेन्डर, 6 जना केटा, 3 जना महिला, 1850 दिरहम। त्यसपछि साथीहरु क्लिनर हेल्पर, 10 जना केटा, 10 जना महिला, 1300 दिरहम। त्यसपछि साथीहरु क्लिक अर्चिभ, 4 जना केटा, 5 जना महिला, 3400 दिरहम। त्यसपछि कुक, 2 जना केटा, 3 जना महिला, 1800 दिरहम। त्यसपछि कुक जनरल फोरगेन फूड कुक, 8 जना केटा, 2 जना महिला, 1300 दिरहम। त्यसपछि जनरल क्लिनर, 6 जना केटा, 4 जना महिला, 1250 दिरहम। त्यसपछि हेड वेटर, 7 जना केटा, 8 जना महिला, 2700 दिरहम। त्यसपछि रिप्रेजेन्टेटिभ, 4 जना केटा, 5 जना महिला, 2100 दिरहम। त्यसपछि वेटर, 10 जना केटा, 10 जना महिला, 1400 दिरहम। खाना बस्न असुविधा छ साथीहरु। इन्टरभ्यु तपाईको 28 मई 2025 मा हुन्छ र साथीहरु मेन पावरको नाम पनि त मुन्सा हेर्न सक्नुहुन्छ। त्यसपछि साथीहरु तपाईको आयो 2 नम्बर डिमान्ड लेटर है। कम्पनीको नाम हो बाब अल अमन प्लास्टर टाइल्स काउन्ट। शहर तपाईको शारजाह पर्छ। एलटी नम्बर तपाईको 32
4317। कामदार पत्ता पाएको ब्रेक मासुन प्लास्टर वर्कर 2 जना केटा 1200 दिरहम। त्यसपछि प्लास्टर 5 जना केटा 1200 दिरहम। त्यसपछि टाइल लायर 4 जना केटा 1200 दिरहम। त्यसपछि टाइल पोलिसर 2 जना केटा 1200 दिरहम। त्यसपछि स्टोन मासुन 3 जना केटा 1200 दिरहम। त्यसपछि लोबर वर्क बोल्डिङ वर्कर 4 जना केटा 1200 दिरहम। खाना बस्ने सुविधा छ साथीहरू। इन्टरभ्यू तपाईको 30 मई 2025 मा हुन्छ साथीहरू र मेनपावरको नाम पनि त मुनिसा हेर्न सक्नुहुन्छ। त्यसपछि साथीहरू तपाईको 3 नम्बर डिमान्ड है। कम्पनीको नाम हो अलेस इन्जिनियरिङ एन्ड काउन्टिङ। शहर तपाईको युए पर्छ। एलटी नम्बर तपाईको 320021। कामदार पत्ता पाएको ब्रेक मासुन 100 जना केटा 1200 दिरहम। त्यसपछि कार्पेन्टर 99 जना केटा 1200 दिरहम। खाना बस्न छ साथीहरू। इन्टरभ्यू तपाईको 30 देखि 4 जुन 2025 सम्म हुन्छ साथीहरू र मेनपावरको नाम पनि त मुनिसा हेर्न सक्नुहुन्छ। त्यसपछि साथीहरू तपाईको 4 नम्बर डिमान्ड लेटर। कम्पनीको नाम हो किन्ज हाइपर मार्केट एलएलसी। शहर तपाईको युए पर्छ। एलटी नम्बर तपाईको 303369। कामदार पत्ता पाएको सोप असिस्टेन्ट 32 जना केटा 36 जना महिला 1500 दिरहम। त्यसपछि क्लिनर हेल्पर 10 जना केटा 10 जना महिला 1200 दिरहम। खाना बस्न छ साथीहरू। इन्टरभ्यू तपाईको 27 मई 2025 मा हुन्छ। त्यसपछि साथीहरू मुनि एउटा हड्डी देखाएको छ। कम्पनीको नाम हो तवसुल ट्रान्सपोर्ट एलएलसी। शहर तपाईको अबुधाबी पर्छ। एलटी नम्बर तपाईको 312131। कामदार पत्ता पाएको लाइट ड्युटी ड्राइभर ट्याक्सी ड्राइभर 139 जना केटा 1600 दिरहम। खाना बस्न छ साथीहरू। इन्टरभ्यू तपाईको 28 देखि 31 मई 2025 मा हुन्छ साथीहरू। मेनपावरको नाम पनि त मुनि साथीहरू हेर्न सक्नुहुन्छ। ओके साथीहरू, यो भइसक्यो तपाईहरुको डिमान्ड लेटर। यसमा चाहिँ धेरै किसिमको डिमान्डहरू छन्। अब तपाईहरु आफै रोजेर आफ्नो मनको काम मज्जाले जान सक्नुहुन्छ साथी। ओके साथीहरू, यसमा पैसा लाग्छ कि लाग्दैन सबै जानकारी यो फोटो हाल्दिराख्छु, हेर्न सक्नुहुन्छ। सबै जानकारी यस भित्र हुन्छ साथीहरू। पैसा लाग्छ कि लाग्दैन, अब त्यही पनि मेनपावरले पैसा लिइराछ भने साथीहरू आफै विचार गर्नु, जाने कि नजाने। मैले मात्रै तपाईहरु जानकारी मात्रै दिन सक्छु साथीहरू। ओके साथीहरू, यदि तपाईहरु नयाँ हुनुहुन्छ, मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला। छिटो भन्दा छिटो जानकारी पाउन सक्नुहुन्छ। र साथीहरू लाइक कमेन्ट शेयर अवश्य गरिदिनु होला। अब म लाग्छु फेरि भेटौँला अर्को खुसीको भिडियोमा। जय नेपाल।